अहिले म ढोर राजदरबारमा छु। यो चाहिँ तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 10 अन्तर्गत पर्छ। यसलाई ढोर मुलकोट पनि भन्छ। तनहुँ, स्याङ्जा, कास्की लगायतका छिमेकी जिल्लाहरूले पहिला यहाँका स्थानीयहरूले ढोरेली भन्ने चलन पनि थियो। त्यो प्रचलन अहिले पनि छ। विक्रम सम्वत 1837 मा राजा कीर्ति खाँडलाई तत्कालीन गोर्खा राज्यमा गाभिएपछि यसको त्यसपछि चाहिँ यहाँ खाँड राजाहरू चाहिँ नभएको र उनको सन्तानहरू चाहिँ यही वरिपरि नै बसोबास गरेको भन्ने किंवदन्ती छ। र अहिले पनि शुक्ला गण्डकीको विभिन्न ठाउँहरूमा उहाँको चाहिँ तत्कालीन राजाको सन्तानहरू हुनुहुन्छ। अहिले यो ढोर मुलकोट संरक्षण समिति भनेर तत्कालीन राजाकै 26औं सन्तानको रूपमा रहनुभएका खड्ग विक्रम खाँडले यसको संरक्षण, प्रवर्धन, सम्वर्धन गरिराख्नु भएको छ। निकै लामो समयपछि अहिले यो राजदरबारमा आउँदा चाहिँ निकै धेरै भौतिक परिवर्तनहरू भएको मैले पाएँ। फुड ट्र्याकहरू बनेको रहेछ, पिकनिक स्पोटहरू, बस्ने चौतारीहरू छ यहाँ। अब अहिले अलि चाहिँ यो सरसफाइको कारणले हामी सबै देखाउन त पाएनौँ। यहाँ चाहिँ टुडी खेल, दरबार, त्यसै गरी यो चाहिँ कोट होइन, भैरवको मन्दिर अनि यो विभिन्न संरचनाहरू जो यहाँ अघि भग्नावशेष रूपमा हामीले देख्न सक्छौँ। राजाको दरबारहरू जो वासस्थान यहाँ थियो। अलि माथि जाने भने टक्सार छ होइन, भैरव मन्दिर छ, रानी कुवा छ र यहाँबाट गण्डकी प्रदेशका अधिकांश जिल्लाहरू, ठाउँहरू, डाँडाकाँडाहरू देख्न सकिन्छ। अत्यन्तै मनमोहक छ र यो अत्यन्तै एउटा ऐतिहासिक स्थल पनि हो।